हेलो गाइज, आज चाहिँ म पोहोर थुक्पा कसरी बनाउने भनेर भिडियो सेयर गर्दैछु। सुरुमा लसुन हाल्ने। कडाई चाहिँ यस्तै दुवैपट्टि नभएको हुनु पर्यो, बोक्ने नभएको हुनु पर्यो, किनभने त्यस्तोमा ओभर टेस्टी बन्छ ल गाइज। अनि लसुन हाल्ने, अदुवा पनि हाल्ने। अदुवाले चाहिँ मलाई एलर्जी हुन्छ र मैले अदुवा हालिनँ। अनि त्यसलाई भुट्ने रातो भइन्जेल त्यसपछि यसो बन्दा वगेरा बगेरा के छ बन्दा पनि हाल्नुहोस्। प्याज भए प्याज, क्याप्सिकम हाल्नेलाई क्याप्सिकम जे जस्तो छ। अब यसो मटर सटर टक्क हरामीवाला उमालेको मटर चना हालेर एकछिन भुट्नुहोस्। हल्का ब्राउन ब्राउन भन्दा पनि अलिअलि सोते भएपछि मैदा हालेर टक्क भुटेपछि चाहिँ मैले मैदा चाहिँ हालेको भिडियो देखाइनँ। कतिजनाले बनाउने त्यही अनुसारले प्रोसनको हिसाबले पानी हाल्नुहोस्। यो चाहिँ हाम्रो 3 जनाको लागि हो। म हराएको माइला अनि सुड्डीको लागि पोर्कवाला, त्यही भएर मात्रै, नत्र म खासै थुक्पा चाहिँ खाँदिनँ। बङ्गुर भयो भने चाहिँ म फेरि गरिहाल्नु मन लाग्छ। माइला चाहिँ हो ऊ खाने, थुक्पा लबर चाहिँ माइला हो। अनि यसो टिमुरको दाना पनि हाल्ने, पिसेको भने पिसेको, नपिसेको नपिसेको। यो चाहिँ फेरि उसको किमा नुडलको खोर्सानी हाल्ने, पोक्चा छ भने पोक्चा पनि हाल्ने। पोक्चा चाहिँ मलाई मनपर्छ, त्यही भएर यता पानी उमाल्दै चाहिँ उम्लिरहेछ। उतापट्टि चाहिँ च्वाचेलाई फ्राई गर्ने। टक्क अगाडि फ्राई गर्दा नि हुन्छ, तर यो चाहिँ बोइल गरेको च्वाचे हो, त्यही भएर यसलाई खासै धेरै फ्राई नगर्ने। हल्का अलिअलि तातो भयो भने हुन्छ, किनभने कक्रक्क पऱ्यो भने फेरि दाँत जान सक्छ। फ्राई गर्ने अलिक तातो भइन्छ फ्राई गर्ने। त्यसपछि छोडिदिने, फ्राई हुँदै गर्छ, यता छोडिदिने। फेरि उता थुक्पैतिर जाउँ न, हामी थुक्पामा जाउँ। अनि यो चाहिँ भुलभुल उम्लिसक्यो। अब यहाँ कतिजनालाई चाहिने हो त्यतिजनालाई हाल्ने टक्क टक्क। अब अहिले चाहिँ खासै कलर आएको छैन, यो हेर्नुहोस् त है। सागहरू मात्रै पौडी खेलिरहेछ भन्दाहरू। अब ओ माइला माल हाल माइलालाई हराएको नसुने। ओ माइला माल हाल भजिया। अब हाल्ने, कतिजनालाई पुग्ने हिसाबले हाल्ने। अनि त्यसपछि एकछिन उमाल्नु छोडिदिने, उम्लियोस् न टक्क होइन। अलिक पुग्दैन जस्तो छ, अलिकति हाल्नुपर्छ अलिअलि। अहिले हेर्दै कलर कस्तो आइरहेछ नि है, अलिकति थुक आउँला जस्तो होइन। फेरि हामी एउटै हेरौँ, मासुलाई हेरौँ न। ल यो पनि ठ्याक्क रेडी भइसक्यो। अब यति भएपछि चाहियो के यता फेरि यता नि टक्क रेडी भइसक्यो लगभग। आम्बो अलिअलि रोगन्जा रहेछ। धनियाँ सनियाँ छर्किदिने छ भने, छैन भने भालै फर र होइन। अरे ठिक छ यतिको कलर ठिक छ। अब अलिकति डार्क गर्ने भने, अलिअलि डार्क गर्ने भने हाल्दा भयो सोया सस, नत्र नहाल्दा नि भयो। म मेरो सजेस्ट चाहिँ त्यही हुन्छ, हाल्दा नि भयो नहाल्दा नि भयो। बटुकोमा ल्याम हालेर अब खाइहाल्नुपर्छ। माइलाले चाहिँ बङ्गुर हाल्दैछ, तर खासै धेरै छैन, किनभने यो बेलुकाको बचेको बङ्गुर हो क्या हाम्रो चाहिँ। हाम्रो बङ्गुर चाहिँ पाउँदैन मेरो पसलमा। त्यो चाहिँ यसो हामीले खाँदाखेरि गरेको रेडी टु इट है। यो चाहिँ टेबलमा राखिसक्यो। आम्बो प्याज र खुर्सानीसँग त यो अकबरे लाम्लुम अब खाइहाल्ने हो। फेरि माइला त खुसी छ, किनभने माइलाको चाहिँ फेभराइट एनिमल भनेकै थुक्पा हो क्या। थुक्पामा पनि पोर्क, तर भेज पनि खान्छ। माइला त्यस्तो ल्याङे चाहिँ छैन, ऊ खुसी हुँदै आयो। अब सुरु गर्छ यसले, के भन्दो रहेछ त टक्क होइन। मेरो पनि जिब्रो पानी आइसक्यो। कान्छाले चाहिँ भात खाएर आएको, त्यही भएर यसो हेर्दैछ। यिनीहरू चाहिँ आज भात नखाने रहेछ के भने चरीको आफ्नै पारामा पर दिइरहेछ। माइला कस्तो छ, लु हानिहाल त, पोलो होला कस्तो छ। ठिक पनि दियो, मनै अब हान्नु पर्यो है। कस्तो छ सुड्डी होइन, फेरि सुड्डीको अलगै छ इन्ट्री। सुड्डी चाहिँ अब तेस्रो व्यक्ति। सुड्डी हान त कस्तो छ भनेको, बबाल होला कान्छ यो त भन्दै थिइन्। अब हानिहाल। फेरि अलिक लेडिजहरूको चाहिँ मिलाएर गर्नु खोज्छ क्या। माइले माथि अम्ला देखाएर छ। आयो फेरि अर्को बुङ्गो पनि आइहाल्यो है बुङ्गो भने फेरि
बुङ्गर बबाल बुङ्गो पनि फेरि ठ्याक्कै त्यही दिन प्रमोद पनि आएको थियो। प्रमोद चाहिँ कता हिँडेको अरे उसको आफन्तलाई भेट्नु। सुट्टीले चाहिँ सास हेर्दा फेरि गम कि गम दिएछ। माइला 50% पुगिसक्यो। ल माइलामा तल अझै अलिकति ल्याइदिन्छु छ उहाँ हेर। सुट्टी खानुभयो भने क्या खुसी आमै। ल ठिक छ तपाईँहरूले पनि यस्तै हरामी मिठो थुक्पा बनाएर खानु मन छ भने यही रेसिपी फलो नगर्नु होला है। आफ्नै तरिकाले बनाउनु। यो फरक तरिका हुन्छ बनाउने फरक मान्छेको। म चाहिँ यसो नर्मल आफूलाई मनपर्नेवाला नर्मलवाला हरामीवाला चाहिँ मलाई आउँदैन। अब फेरि पनि अर्को चोटि भिडियोमा के हेर्न चाहनुहुन्छ के को रेसिपी अर्ग्यानिकवाला भने कमेन्ट गर्नुहोस् भन्दा धनकुमारले कमेन्ट गर्ला फेरि भन्दै बाई। अब अर्को भिडियोमा भेटौँला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्। भ्युज चाहिँ बढाउनुहोस्। सेयर गरिदिनुहोस् ल्याम कि ल्याम। त्यो 20-25 जना मात्रै भ्युजले साह्रो चित्त दुखाइरहेको छ है। ल बाई। आमामा सुड्डीको हना फेरि खतरा हुन्छ कि। सी यू नेक्स्ट भिडियो।